मेरो जिन्दगीको एकदमै रमाइलो पलहरू गाउँदाखेरि एकदमै रमाइलो हुन्थ्यो। सुन्दर डाँडा, सुन्दर हिमालहरू देखिन्थ्यो। एकदमै राम्रो हुन्थ्यो, सुन्दर दृश्य, सँगै साथीभाइ एकदमै रमाइलो हुन्थ्यो। एकछिन हेरौँ है। त्यसपछि मलाई पनि 10 पास गरेर काठमाडौँ आउने रहर लाग्यो। त्यसपछि काठमाडौँ आइयो। त्यसपछि काठमाडौँ आएर त्यसपछि म सिधै चन्दागिरी डाँडा गएको थिएँ। चन्दागिरी डाँडाबाट पनि आहा क्या दामी भ्यू देखिँदो रहेछ। एकदमै रमाइलो फिल भयो। मलाई त लाग्यो सपनाको सहर भन्ने केही नै हो जस्तो लाग्यो। एकदमै सुन्दर देखिन्थ्यो, रमाइलो देखिन्थ्यो, एकदमै राम्रो लाग्यो। एकदमै खुसी पनि भएको थिएँ म। त्यसपछि मैले दाइलाई भने आहा दाइ है कति राम्रो देखिएको भने। दाइले पनि भन्नुभयो अँ भाइ एकदमै राम्रो छ, अझै यहाँभन्दा माथि गयो भने त पुरै काठमाडौँ देखिन्छ भन्नुभएको थियो। आएकी 4-5 दिनपछि हाम्रो नेपालको एकदमै धार्मिक स्थल पशुपतिनाथ मन्दिर पनि गइयो। तर मैले पूजा त गरिनँ, तर माथिबाट एकदमै राम्रो दृश्यहरू देखिन्थ्यो। एकदमै रमाइलो गरे, मान्छेहरू जलाइरहेको देख्दा मलाई पनि एकदमै कस्तो मनमै एकदमै डर लागेको थियो। त्यसपछि एउटा अफिसमा काम गर्दाखेरि म 10 जनाको टुर लिएर प्युठान गएको थिएँ। प्युठान जाँदाखेरि पनि एकदमै राम्रो दृश्य देखिन्थ्यो, एकदमै रमाइलो लाग्यो। मलाई त काठमाडौँमा गम्म परेको ठाउँमा बस्दा एकदमै दिक्क लागेको थियो। मलाई गाउँको एकदमै लास याद आइरहेको थियो। अनि मैले त्यहाँ पनि एउटा दामी भिडियो बनाइ नै हालेँ। एकदमै सुन्दर देखिन्थ्यो, पाखा डाँडा हरियाली एकदमै राम्रो देखिन्थ्यो। हेर्दाखेरि पनि आहा भन्नु खालको थियो, आनन्द फिल हुन्थ्यो मलाई। दिसभरि घुमिन्थ्यो, गाउँघरतिर हिँडिन्थ्यो, एकदमै रमाइलो हुन्थ्यो। आफ्नै गाउँ जस्तो फिल भइरहेको थियो मलाई। त्यसै त एक हाम्रो नेपाल देश प्राकृतिक बनावटको एकदमै भरिपूर्ण भएको देश हो। सुन्दरताले भरिपूर्ण भएको खोला, झरना, डाँडा, फाँखा, हरियालीले, चराचुरुङ्गीहरूले एकदमै भरिपूर्ण भएको देश हो। एकदमै राम्रो लाग्थ्यो, रमाइलो भएको थियो। यो यादहरू, यो पलहरू पनि एकदमै नबिर्सिने खालको। अनि मैले साइडमै बसिरहेको सरलाई भने आहा सर कति राम्रो दृश्य है भन्नुभयो। बाबु म पनि योभन्दा पहिला यस ठाउँमा आएको थिएन भन्नुभयो। ओके बाइ बाइ, अर्को भिडियोमा भेटौँला।